Nepal versus Oman, unbeaten को लडाई. Both team are not lost single game in this tournament. र आज धेरै नै इम्पोर्टेन्ट म्याच हो दुईटै टिमको लागि. आज जुन टिमले म्याच जित्छ त्यो 2026 को लागि T20 वर्ल्ड कप 2026 को लागि टिकट बुक गर्नेछ. तपाईहरुले के लाग्दैछ? नेपालले आज ओमानलाई पराजित गर्दै 2026 को लागि नेपाल टिकट बुक गर्न सक्छ? यदि गर्छ भने नेपाल लगातार दोस्रो पटक समग्र तेस्रो पटक आफ्नो हिस्ट्रीमा T20 मा स्थान पक्का गर्छ. के नेपालले गर्न सक्ला त? त्यही प्रश्नको उत्तर खोज्न हामी दुईटै टिमलाई हेड टु हेड कम्पेयर गर्नेछौँ. हेड टु हेडको कुरा गर्दा टोटल 8 वटा T20 म्याच भएको छ दुईटै टिममा, जसमा नेपालले 5 वटा जित हासिल पारेको छ भने ओमानले 3 वटा जित हासिल पारेको छ. यही टुर्नामेन्टको कुरा गर्दा ओमानको हाइएस्ट रन स्कोर भनेको जितेन्द्र सिंह हो, जसले 118 रन स्कोर गरेको छ भने हाइएस्ट विकेट टेकर भनेको जितेन्द्र रामानन्दी हो, जसले 7 विकेट लिएको छ. नेपालबाट कुरा गर्नुहुन्छ भने कौशल भुटेल हाइएस्ट रन स्कोर हो, जसले 122 रन बनाएको छ भने सन्दीप रामेछामे जसले 10 विकेट लिएको. ब्याटिङ लाइनअपको कुरा गर्नुहुन्छ भने हाम्रो ब्याटिङ लाइनअप गजबको ब्याटिङ लाइनअप छ. जुन हिसाबले आसिफ शेख र कौशल भुटेल ओपनिङ स्टार्ट दिँदै आएको छ, धेरै नै राम्रो ओपनिङ स्टार्ट दिँदै छ. हाम्रो क्याप्टन रोहित पौडेल पनि फर्ममा आइसक्नु भएको छ. यो भन्दा अगाडिको म्याचमा उहाँले 50 हान्नु भएको थियो, धेरै नै राम्रो 50 थियो र धेरै नै इम्पोर्टेन्ट 50 थियो उहाँको लागि. जुन हिसाबले मिडल अर्डर ब्याट्सम्यान स्ट्रगल गर्दै थियो, धेरै नै राम्रो. र अहिले पनि मिडल अर्डर ब्याट्सम्यानहरू स्ट्रगल गर्दैछ. कौशल मगर र सन्दीप जोहरामा धेरै नै प्रश्न छ. आज त्यो चेन्जेस पनि आउन सक्छ होला नेपाल टिमको लागि. मलाई यहाँसम्म लाग्दैछ कि सन्दीप जोहरा या कौशल मगरको सिटमा एकजनाको सिटमा करण केसी दाईलाई चान्स दिँदा हुन्छ. उहाँ पनि धेरै नै राम्रो बलिङ पनि गर्नुहुन्छ र ब्याटिङ पनि धेरै नै राम्रो गर्नुहुन्छ. त्यसैले चेन्जेस आउन सक्छ. र फिनिसरमा गुलसन झाको के कुरा गर्नुहुन्छ? गजबको फिनिसर हामीसँग छ गुलसन झा. त्यसै गरी हाम्रो बलिङ लाइनअप पनि गजबको बलिङ लाइनअप छ. जुन हिसाबले म्याच जित्दै आएको छ, बलिङ डिपार्टमेन्टले धेरै नै गजबको बलिङ गरेको छ. हामी यो टुर्नामेन्टमा जति पनि म्याच जितेको छौँ त्यो सबै म्याच हाम्रो बलिङ डिपार्टमेन्टले जिताएको छ. र जुन हिसाबले हाम्रो म्याचहरू जितेको छ, हाम्रो प्लेयर्सहरू धेरै नै कन्फिडेन्ट लेभल बढ्ने छ. हो, यसमा म एउटा कुरा मान्न सक्छु, ओमानसँग आफ्नो होम एडभान्टेज छ, तर टेन्सन लिनु पर्दैन. जुन हिसाबले हाम्रो प्लेयर्सहरू जुन हिसाबले हामी म्याच जितेको छौँ, धेरै नै कन्फिडेन्ट लेभल बढेको छ. ओमान क्रिकेट ग्राउन्ड स्पिन ट्र्याक पिच हो, त्यसैले ओमानसँग धेरै नै राम्रो स्पिन अट्याक छ र हामीसँग पनि धेरै नै राम्रो स्पिन अट्याक छ. र आजको म्याच धेरै गजबको म्याच हुनेछ, धेरै नै रोमाञ्चक म्याच हुनेछ. दुईटै अनबिटेन टिम हो, दुईटै टिम गजबको फर्ममा छ, त्यसैले धेरै नै राम्रो म्याच हुनेछ. तपाईँहरू लाइभ हेर्न नबिर्सिनु होला. र जुन हिसाबले हाम्रो टिमहरू म्याच जितेको छ, योभन्दा अगाडिको म्याचहरू कन्फिडेन्ट लेभल धेरै अगाडि छ. त्यसैले यो म्याचमा नेपाल टिमको डोमिनेट देखिँदैछ र मलाई आशा छ कि नेपाल टिम यो म्याच जित्छ होला र T20 वर्ल्ड कप 2026 को लागि टिकट पनि बुक गर्नेछ. तपाईहरुले के लाग्दैछ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला. यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला. भिडियो मन परेमा एउटा लाइक गरिदिनु होला.